हुन्छ। यसो ख्रीष्टको नाममा सम्पूर्णमा जय मसीह। हामीले केही दिनदेखि लगातार परमेश्वरको वचनबाट केही कुराहरू सिकिरहेका छौँ र तपाईहरुले पनि आफ्नो अमूल्य समय परमेश्वरको राज्यमा यसरी लगानी गरिरहनु भएको छ। एकदमै खुसी लागेको छ र हामीले केही दिनदेखि यता हामी तपाईहरुसँगै बसेर केही कुराहरू परमेश्वरको वचनबाट बाँडचुँड गरिरहेका छौँ। अनि आज पनि हामी केही कुराहरू सिक्न गइरहेका छौँ। अनि आजको क्लासलाई सुरु गर्नुभन्दा गर्दा अगाडि म एफिसीको किताब 2 अध्यायको 8 र 9 पदलाई पढेर आजको क्लासलाई अगाडि बढाउन चाहन्छु। यहाँ यस्तो लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। यहाँनिर अनुग्रह भन्ने शब्दलाई हामीले हेरेका छौँ, जसलाई हामी इङ्ग्लिसमा ग्रेस भन्छौँ। अनि धेरैचोटि हामीले अनुग्रह भन्ने शब्दलाई चलाइरहेका छौँ। यो शब्द हामी धेरै फ्यामिलियर छौँ, किनकि हामीले हाम्रो प्रार्थनामा, हाम्रो दैनिक सेवा सङ्गतिका क्षेत्रहरूमा चलाइरहेका हुन्छौँ यो शब्दलाई। अनि आज यही कुरालाई हामी हेर्न गइरहेका छौँ, अनुग्रह भन्ने शब्दलाई। अनुग्रह र मुक्तिको कुरालाई म अलिकति तपाईँहरूको बिचमा प्रस्ट्याउन चाहन्छु। जब हामी अनुग्रह शब्दलाई बाइबलमा हेर्छौँ भने 131 पटक प्रयोगमा आएको छ अनुग्रह भन्ने शब्द। ESV भर्जन अनुसार, ESV भर्जनबाट हेर्छौँ भने त्यसमध्ये पनि 124 पटक चाहिँ न्यू टेस्टामेन्टमा प्रयोग गरिएको छ ग्रेस भन्ने शब्दलाई। त्यसमध्ये अझै अर्को उत्साहको कुरा चाहिँ के भन्दै गर्दा 86 टाइम 86 पटक चाहिँ प्रेरित पावलले आफ्नो पत्रहरूमा यो अनुग्रह भन्ने शब्दलाई मेन्सन गर्नुभएको छ। अनि जसलाई हामी द अपोस्टल अफ ग्रेस पनि भनेर चिन्न सक्छौँ। अनि अनुग्रहको लागि हामी हिब्रूमा हेर्ने हो भने यसलाई चाहिँ हिब्रूमा हन भनेर प्रयोग हन भन्ने शब्द उच्चारण गरिएको छ, जसलाई हेन भनेर पनि उच्चारण गरिन्छ। अनि यो शब्दलाई सामान्यतया अनुग्रहको रूपमा अनुवाद गरिएको छ, जसको अर्थ कमाउन नसकिने, त्यो पाउन योग्यता नै छैन। हैन, अनुग्रह चाहिँ कमाउनै नसकिने कुरा हो, यसरी यसलाई बुझाइएको छ, अर्न गर्नै नसकिने यो कुरा चाहिँ। अनि ग्रिकमा चाहिँ खारिस भन्छ, अनि यसले पनि त्यही अर्थहरू जनाउँछ, कमाउनै नसकिने, त्यो पाउनको लागि योग्यता नै छैन। हामी यसरी बुझ्छौँ। अनि तपाईहरुलाई अब अनुग्रह भन्ने शब्द कहिले पनि नबिर्सिनको लागि एउटा उदाहरण दिन चाहन्छु। मैले धेरैचोटि प्रयोगमा ल्याइरहेको उदाहरण चाहिँ, मलाई यो उदाहरण चाहिँ मजा लाग्छ दिँदै गर्दा, हैन, जसले गर्दा चाहिँ हामीलाई लङ टर्मसम्म सम्झिन मद्दत गर्छ है त अनुग्रह भन्ने। आज यो घटनालाई चाहिँ याद गर्नु तपाईले जिन्दगीभरि अनुग्रह भन्ने शब्दलाई चाहिँ बुझ्नुहुन्छ। एउटा उदाहरणको लागि एउटा चालक भनौँ, अब मोटर बाइक चालक भनौँ, कुनै पनि कार चालक काठमाडौँको कुनै पनि रिङ रोडमा किन नहोस्, त्यो मान्छे गयो। मतलब मोटर बाइककै उदाहरण दिएँ, एउटा मोटर बाइक चालक बाइक राइडिङ गर्दै ऊ गयो मेन बाटोतिर। अनि उसले हेलमेट पनि लगाएको छैन, उसँग बिल बुक पनि छैन, हैन, उसँग लाइसेन्सहरू केही पनि छैन, कानुनी कागजात पत्रहरू सबै कुराहरू बिर्सेछ, छोड्यो, हेलमेट पनि छैन। अनि उसको बाइकमा तेल पनि सकिँदै थियो अब। अनि एकदम हतारमा त्यो ठाउँमा पुग्नै पर्थ्यो, तर सबै ऊ चाहिँ कसरी इलिगल प्रोसेसबाट भएर गइरहेको छ कि। अनि इन केस त्यहाँ जाँदै गर्दा चाहिँ पर चाहिँ के भइरहेको थियो, ट्राफिकले चेक गरिरहेको थियो, त्यहाँ चेकिङ भइरहेको रहेछ है। अनि यो झ्यापै चेकिङमा पर्छ। अब त्यो मान्छे त्यो बाइक राइडिङ गर्दै गरेको झ्यापै चेकिङमा पर्यो। चेकिङमा पर्दै गर्दा अब हेर्ने हो भने चाहिँ के हुन्छ भने त्यहाँ त्यो ट्राफिकले चाहिँ अब उसलाई चाहिँ के गर्छ, चेकिङको अनुसार, उसको त्यो हुलिया अनुसार, उसको योग्यता अनुसार, उसको त्यो हुबाउ अनुसार चाहिँ के हुनुपर्ने भन्दा उसले चाहिँ अब कानुनी हिसाबमा ट्राफिकको नियमअनुसार चाहिँ के उसले सबै नियमहरू उल्लङ्घन गरेको हो नि त। अब त्यो उल्लङ्घन गरेको कारण उसले चाहिँ पाउनुपर्ने चाहिँ के हो, दण्ड हो। उसँग लाइसेन्स पनि छैन, हेलमेट पनि छैन, स्पिडमा कुदाएको छ, हैन, उसको बाइकमा तेलहरू पनि केही छैन, यस्तो हतारमा कुदिरहेको छ, ट्राफिक चेकिङमा झ्यापै पर्यो। तर त्यो ट्राफिकले उल्टै के चाहिँ गर्यो भन्दै गर्दा उसलाई उसको बाइक चेकिङमा पर्दै गर्दा सबै कुरा चेक जाँच गरिसकिसक्यो, उसको बाइकमा तेल नभएको कुरा थाहा पायो। अनि ट्राफिकले उसलाई छोडिदियो। ल, त्यो छोडी मात्रै दिएन, मैले चाहिँ तिमीलाई एउटा मौका दिएँ, अब तिमी एउटा जान सक्छौ भनिकन उसले तिम्रो बाइकमा तेल पनि रहेन रहेछ, तेल पनि लगाऊ भनेर 500 रुपियाँ दियो अनि छोडिदियो। कस्तो इमेजिन छ हेर्नुहोस् है, छोडिदियो उसले त्यो ट्राफिकले। अनि त्यो मान्छे खुसी साथ गयो। अब उसले त लिगली कानुन अनुसार त उसले पाउनु पर्ने थियो, के थियो त्यहाँ पनिसमेन्ट हो, उसले दण्ड पाउनु पर्थ्यो, उसले त्यहाँ पेनाल्टी भोग्नु पर्थ्यो नि। तर ट्राफिकले के भन्दै गर्दा, मैले तिमीलाई दोस्रो मौका दिएँ, तिमीबाट चिट पनि काटिनँ, तिमीलाई कुनै दण्ड पनि दिइनँ, तर तिमीलाई उल्टै चाहिँ के गरिदियो, ट्राफिकले 500 रुपियाँ दिएर उसलाई चाहिँ के गर्यो, ल बाइकमा तेल रहेन रहेछ, तेल हालेर जाऊ तिम्रो गन्तव्यसम्म पुग भनेर छोडिदियो कि। भनेको अनुग्रहलाई चाहिँ अब हामीले यसरी बुझ्नुपर्छ। वास्तवमा यो चालक कानुनी व्यवस्था अनुसार त गलत थियो नि, हैन र? उसले केही पनि लाएको थिएन, हेलमेट पनि थिएन, उसँग केही कागजात पत्रहरू थिएन। अनि उसले पाउनुपर्ने चाहिँ के थियो भन्दै गर्दा सोझै दण्ड पाउनु पर्थ्यो।
तर ट्राफिकले उसलाई के गर्यो? मौका दियो। यति मात्र होइन, उसलाई उल्टे तेल हाल्ने पैसा पनि दियो। अनि जुन कुरा नहुनु पर्ने हो नि, तर त्यो भयो। यसको अर्थ चाहिँ ड्राइभर योग्य भएर होइन है, त्यो बाइक चालक योग्य भएर होइन, उसले योग्य भएर यो छुट पाएको होइन, तर ट्राफिकले त्यो उसले पाउनुपर्ने कुराहरू चाहिँ नपाएर चाहिँ ट्राफिकले चाहिँ उमाथि चाहिँ अनुग्रह गरेको कारण ऊ अयोग्य हुँदाहुँदै उसले पाउनुपर्ने दण्डमाथि चाहिँ के गर्थ्यो? ट्राफिकले चाहिँ दोस्रो मौका दियो के? अनुग्रह स्वरूपमा उसले चाहिँ के गर्थ्यो? माफी गरिदियो त्यो मानिसलाई। भनेको जुन कुरा पाउनुपर्ने थियो त्यो बाइक चालकले उसले पाउनुपर्ने दण्ड त्यो कुरा पाएन, र जुन कुरा नपाउनु पर्ने थियो त्यही कुरा पायो। अनुग्रह र हाम्रो मुक्तिमा पनि यो कुरा लागु हुन्छ। हामीले जुन कुराहरू पाउनु पर्ने थियो त्यो कुरा पाएनौँ, तर जुन कुरा नपाउनु पर्ने थियो त्यो कुरा हामीले पायौँ। भनेको त्यो बाइक चालकले पाउनु पर्ने चाहिँ दण्ड थियो, उसले पेनाल्टी भोग्नु पर्थ्यो, तर त्यो पाएन। उसले नपाउनु पर्ने कुरा पो पायो त उल्टे त्यहाँ उसले के पो पाउँदैछ? ग्रेस पायो। उसको बाइकमा तेल पो हालेर अझै के भन्छ ट्राफिकले? जाऊ अगाडि, म तिमीलाई दोस्रो चान्स दिँदैछु। हाम्रो अनुग्रह अनि मुक्तिमा पनि यो कुरा लागु हुन्छ। जुन कुरा हामीले पाउनुपर्ने थियो त्यो पाएनौँ, हामीले पाउनुपर्ने पनिसमेन्ट अनि दण्ड थियो त्यो कुरा पाएनौँ, तर जुन कुरा नपाउनु पर्ने थियो परमप्रभुको राज्य, परमप्रभुबाटको पाप क्षमा हामीले पायौँ। यो उदाहरणलाई म कहाँ जोड्न चाहन्छु भन्दै गर्दा यो उदाहरणलाई हामीले पाएको मुक्तिमा म जोड्न चाहन्छु। किनकि परमप्रभुको वचन रोमी 3:23 यसरी भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। पाप भन्ने शब्दलाई हामीले हेऱ्यौँ। अनि व्यवस्था अनुसार चाहिँ सिधै पापको ज्याला चाहिँ के भन्दै गर्दा नि? मृत्यु हो। यताउता हेर्ने बदल्ने केही कुरै हुँदैन। लिगल्ली हेर्ने हो भने चाहिँ पापको ज्याला चाहिँ के छ? मृत्यु छ। त्यसकारण प्रेरित पावलले रोमीको किताब 6:23 के भन्छ भन्दै गर्दा, किनकि पापको ज्याला मृत्यु हो। पापीहरू चाहिँ मर्नै पर्छ, उसले चाहिँ दण्ड पाउनै पर्छ। वेजेस अफ सिन इज डेथ। मृत्यु हो, यो चाहिँ अनन्तको मृत्यु हो। परमेश्वरबाट सेपरेटेड फ्रम गड, परमेश्वरबाट अलग हुने कुरा हो। तर के भन्छ भन्दै गर्दा रोमी 3:24 आइसकेपछि परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिमीहरू अब सित्तैमा धर्मी ठहरिएका छौ। परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिमीहरू सित्तैमा धर्मी ठहरिएका छौ। अहिलेको बाइकवालाको घटनालाई याद गर्नुहोस् त। त्यो बाइक चालक कानुनी रूपमा त उसले पाउनुपर्ने त के थियो? दण्ड हो। जसरी पनि दण्ड पाउनु पर्थ्यो, उसले पेनाल्टी भोग्नै पर्थ्यो, उसले जरिमाना तिर्नै पर्थ्यो। तर ट्राफिकले के गर्थ्यो भन्दै गर्दा नि उसलाई छुट गरिदियो, मौका दियो। उसलाई छुट मात्रै गरिदिएन, तर के भन्दैछ भन्दै गर्दा उसको गन्तव्यसम्म पुग्नको लागि बाइकमा तेल पनि हाल्ने पैसा दिँदैछ के। आज यही कुरालाई हाम्रो मुक्तिमा पनि म जोड्न चाहन्छु। अनुग्रह मुक्ति हाम्रो काम होइन, हाम्रो धर्म कर्म हामीले गरेका व्यवस्था अनुसार हामीले मुक्ति कमाएको होइनौँ प्रेरहरू। यो चाहिँ परमेश्वरको अनुग्रह हो, जुन कुराहरूलाई हामीले योग्य भएर पनि पाएको होइन। फेरि हामी अयोग्य हुँदै परमेश्वरले उहाँको योग्यता हामीमाथि पहिरिदिनु भएको छ। वास्तवमा हामीले पाउनुपर्ने त दण्ड हो। हाम्रो डेस्टिनेसन त हेल हो नि, परमेश्वरबाट टाढा हो नि। हामीले पाएको कुरा त हामीले कमाएको त सोझै दण्ड हो नि, यानि कि अनन्त मृत्यु। अब अर्को शब्दमा भनिदिउँ, मन नपर्ने शब्द चाहिँ नरक हो नि, परमेश्वरबाट टाढा हुने। तर परमेश्वरको अनुग्रहमा हामीले क्षमा पायौँ र जुन नपाउनु पर्ने स्वर्ग राज्यको हक अधिकार अनि परमेश्वरसँगको मिलाप पायौँ। यो हाम्रो लागि यो योग्य भएर हामीले पाएको होइनौँ, तर परमप्रभुको यो चाहिँ वरदान, उहाँ अनुग्रही हुनुभएको कारणले हामीलाई त्यो कुराहरू दिनुभएको छ। भनेको अहिलेको बाइक चालक त्यो योग्य भएर पाएको होइन उसले त्यो छुट, तर ट्राफिक अनुग्रही भयो अनि उसले अनुग्रह स्वरूप उसका सबै ती कुराहरूलाई के गरिदियो? क्षमा गरिदियो। यस्तो त नहुनु पर्ने थियो। हाम्रो मुक्तिमा पनि त्यही हुन्छ। हामीले पाउनै नपर्ने कुरा हो नि त। आदम र हव्वाले पाप गरिसकेपछि त हाम्रो डेस्टिनेसन त हेल भएको, सेपरेसन फ्रम गड, परमेश्वरबाट छुट्टिएको हामी त। तर ख्रीष्ट येशूमा परमेश्वरले अनुग्रह गर्नुभइकन चाहिँ हामीले फेरि पनि त्यो मुक्ति पाएका छौँ। अब यसमा हामीले घमण्ड गर्ने कुरा केही छैन। अघि नै प्रेरित पावलले एफिसीको किताब 2:8-9 भनिसक्नुभयो। हामी अयोग्य मानिसहरूलाई उहाँको योग्यता पहिरिदिनु भयो, यो अनुग्रह। हामी अधर्मीहरूलाई उहाँको धार्मिकता पहिरिदिनु भयो, यो अनुग्रह। हामीले पाउनु पर्ने त अनन्त दण्ड हो नि, तर ख्रीष्ट येशूले ती कुराहरू सबै क्षमा गरिदिनु भयो। यो परमेश्वरको असीम तपाईँ र माथि उहाँले गर्नुभएको अनुग्रह चाहिँ। भनेको आज हामीले मुक्ति पाएको हाम्रो धर्म कर्मद्वारा, हाम्रो शक्तिद्वारा, सामर्थ्यद्वारा पाएका चाहिँ घमण्ड गर्थ्यो भनेर प्रेरित पावलले अघि नै माथि एफिसीको किताबमा भनिसकेको छ। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, न त मानिस त्यसलाई घमण्ड गर्छ।
नपाउनुपर्ने कुरा थियो हामीले पायौँ। हाम्रो कर्मद्वारा, हाम्रो धर्मद्वारा, हामी एजुकेटेड भएर हामीले त्यो गरेर होइन, परमेश्वर अनुग्रही हुनुभएको कारणले हामीले त्यो पाएको होइन, अनुग्रहको कारणले पनि त्यो पाएको। हाम्रो डेस्टिनेसन चेन्ज भयो, हाम्रो वे चेन्ज भयो, हाम्रो बाटोहरू चेन्ज भयो, हामी फेरि पनि परमेश्वरसँग अनन्ततामा जोडिने भयौँ। त्यो बाइक चालकलाई तपाईँले जिन्दगीभरि सम्झिराख्नुभयो भने नि तपाईँले कहिले पनि अनुग्रह भन्ने कुरालाई बिर्सिनु हुँदैन। आज परमेश्वरले यति असीम प्रेम अनि अनुग्रह हामीमाथि गर्नुभएको छ के परमप्रभुको अनुग्रहको निम्ति हामीले चाहिँ के दिने उहाँलाई? आज हामी सो मेनी टाइम्स दुःख लाग्दो कुरा चाहिँ के हो भन्दै गर्दा प्रियहरू, परमेश्वरले यति धेरै असीम अनुग्रह हामीलाई दिनुभएको छ नि, हामीलाई शनिबार चर्च आउन यति गाह्रो हुन्छ कि हप्ताको 1 घन्टा 2 घन्टा छुट्याउन यति गाह्रो छ। बरु हामी घरमा सुत्दै बस्छौँ, हामी घरमा टिभी खोल्छौँ, मोबाइल खोल्दै चलाउँदै बस्छौँ, तर त्यो परमेश्वरले गर्नुभएको अनुग्रह अनि त्यो पाएको मुक्तिको निम्ति धन्यवाद दिन हामी परमेश्वरको भरमा आउनै सक्दैनौँ। अनि परमेश्वरले अनुग्रह दिनुभएको चाहिँ तपाईँ र मलाई अझै छाडा हुनको लागि होइन, तर तपाईँ र म दिन प्रतिदिन त्यो आत्मिक तहमा हुर्कदै अगाडि बढ्न सकौँ भनिकन। त्यसकारण प्रेरित पावलले भन्नुहुन्छ के अनुग्रह छ भन्दैमा के पाप गरिरहने त? अनुग्रह चाहिँ तपाईँ र मेरो लागि पापको लाइसेन्स होइन यो चाहिँ, तर हरेक दिन प्रतिदिन त्यो मुक्तिमा बढ्दै जानको लागि, उहाँमा अझै बलियो हुँदै जानको लागि, आत्मिक क्षेत्रमा बलियो हुँदै जानको लागि दिएको हो यो अनुग्रह चाहिँ। ताकि अनुग्रह चाहिँ पाप गर्ने लाइसेन्स होइन, तर अनुग्रह चाहिँ पापीहरूलाई धार्मिकतामा फर्काउने कुरा हो। परमेश्वरको असीम अनुग्रह अनि असीमता महानता हामीमाथि छ। हामी उहाँलाई धन्यवाद दिनुपर्छ। हामीले जुन नपाउनु पर्ने कुरा पायौँ, जुन पाउनुपर्ने कुरा पाएनौँ, त्यही हो अनुग्रह। हामीले पाउनुपर्ने दण्ड थियो, अनन्त मृत्यु थियो, त्यो कुरा पाएनौँ, तर परमेश्वरले हामीलाई अनन्त राज्यको हकदार बनाउनु भयो, उहाँको आफ्नै सन्तान हुनको लागि बोलाउनु भयो। हाम्रा सबै दण्डहरूलाई उहाँले क्षमा गरिदिनु भयो। यो नै हो अनुग्रह। परमेश्वरको महान अनुग्रहको निम्ति हामी उहाँलाई धन्यवाद दिनेछौँ।